अनि हजुर पनि उता म पनि यति यहाँ गाडी लाग्यो लाए बेटा नक्सा त खिचियो अरे वन मोर डिजिटल जाने पाइन्छ नि हजुरले आफ्नो डिजिटल पोजिसन नगर बेसिक पोजिसन गिरिजालाई खेलाएको पार्टी नयाँ कुराहरु वर्षपछि त्यो अद्भुत चमत्कार चाहिँ कसले गरेको छ त्यो पानी पनि तारे 2-4 महिना त त्यो तान्ने कुरो नआएर बस्यो यहाँ मैले भन्दा जाग्यो पनि जाग्नु त्यो उ चाहिन्छ नि त नि त्यो पानी कुन चाहिन्छ नि हाम्रो प्रधानलाई चिठी लेखेको देखेको यही लडा थिने उता थिने कोही पनि भन्नु एकदम उयो भयो यहाँ यो पुललाई हामीले नेपाल सरकारले बनाउने हो कति लाख हुन्छ हैन हामीले चाहिँ एकदम यस्तो किसिमले गर्यौं श्रमदान फेरि गरायौं त्यतातिरको र यतातिरको पार्टीहरुलाई हामीले श्रमदान गर्दाखेरि यताको चाहिँ जम्मा 7 वटाले पैसा दियो मान्छे आएन यो मान्छे आएन हैन सबै गरेको यिनीहरुले यो सुकुम्बासी सुकुम्बासी सबै यिनीहरुले गरेको अनि के भयो भने बयालीको ढेडे छ के छोटो यता सुन्नुस् है सोल्टी हाम्रो त 4 जना मात्रै मिस्त्री हो सबै यो मिस्त्रीको हेडले उतापट्टि काम गर्नेहरु सब मिलाएर हरेक दिनमा चाहिँ 6-7 वटा 9-10 वटा यहाँ काम गर्ने फटाफट अनि यो रुख चाहिँ यो भएको के रहेछ भने पहिला बाउले चाहिँ यो पुल बनाउँदाखेरि पिपलको बोट रहेछ क्या पिपलको बोट राम्रो हो भनेर राखेको रहेछ है ऊ हेर्नु न त्यो पुल आगे त्यो गर्न चाहन्छु आज मिति 2068 साल मक्सिर 15 गते बिहीबारका दिन अनि जिजम उता उकाइ हाम्रो यो कार्यक्रमलाई अगाडि बढाउन हामी गइरहेका छौं र यो पुलको बारेमा लगभग आजभन्दा 41 वर्ष अगाडि 2022 सालमा निर्माण भएको तत्कालीन पञ्चायतका प्रधान अफगान निवासी सुसम्पन्न उद्घाटन कार्यक्रम रहेको छ र यो कार्यक्रमको बारेमा उहाँहरूले यसको बारेमा विस्तृत जानकारी दिनुहुने हुनेछ तर यो पुल आजभन्दा 43 वर्ष अगाडि 2022 सालमा तत्कालीन गाउँ पञ्चायतका प्रधान पञ्च स्वर्गीय श्री केदारबहादुर गुरुङ तथा स्थानीय जनताहरू सरकारी सहयोग तथा जनश्रमदानद्वारा सबैको सक्रिय नेतृत्वमा कार्य सुसम्पन्न भएको रहेछ र तत्कालीन अवस्थामा यातायातको असुविधा यातायातको विकास हुनु पूर्वको अवस्थालाई यसले एउटा हुलाकी मार्गको समेत त्यसले काम गरेको यो बारेमा सबैलाई जानकारी भएकै कुरा भयो र हामी अब यतातिर नलागी आसन ग्रहणकै क्रमलाई निरन्तरता दियौं त्यस्तै आसन ग्रहणकै क्रममा विशेष अतिथि आमाहरू देवकुमारी गुरुङ आसन ग्रहणकै क्रममा स्याङ्जा क्षेत्र नम्बर 1 का माननीय सभासद श्री हितकाजी गुरुङज्यूलाई आसन ग्रहणकै क्रममा हाम्रो यस झोलेको पुल निर्माण समितिका अध्यक्ष श्रीमान श्री श्रीराम सिंहज्यूलाई आफ्नो अध्यक्षता ग्रहण गर्नु हाम्रो आसन ग्रहणकै क्रममा हाम्रो पुल निर्माण समितिका उपाध्यक्ष श्रीमान केशवराज
त्यस्तै यस पुल निर्माण समितिका सचिव श्री कुणदीप सिग्देल सायद यहाँ आउनु भएको छैन गुरुङज्यूलाई आफ्नो आशीर्वाद गर्नुहोस्। त्यस्तै हाम्रो यस पुल निर्माण समितिका कोषाध्यक्ष क्याप्टेन श्री मुक्तिबहादुर गुरुङज्यूलाई आफ्नो हातल गर्नुहोस्। एउटा पितृ उद्धारको काम गरिदिनु भएको छ। उहाँलाई अरू लामो कुरो नभनौँ र त्यो पितृ उद्धार उहाँको परिवार समेतका हामी सबैले नै उहाँको नेतृत्वलाई मानेर हामीले यति छोटो समयमा यहाँ जो जति एउटा काम गरे हाम्रो 3 महिनाको हाम्रो स्ट्यान्डर्ड थियो, तर यो 15-20 दिनमा जो काम गरे कर्मीहरूले अथवा सिकर्मी रेकर्मी के आउन ठाउँमा छन् उहाँहरूले यति चाँडो गरिदिएको हुनाले उहाँहरूलाई पनि म धन्यवाद दिन्छु। र यसलाई स्वर्गीय पिताजीले यो उहाँले आज हामीलाई बोलाइबक्सेको र तर यो ठाउँमा आज यसरी उपस्थित हुन पाउँदा र आज यही केही समयलाई भए पनि छोटो अब दीर्घकालीन हाम्रो जीवनै दीर्घ छैन, यसको स्ट्यान्डर्ड पछि के यतातिर नलागौँ यो भविष्यले बताउने छ। हाम्रा भाइ म यही चिन्याउँछु, अन्य साथीहरूले खोला बाग्रे झुलुङ्गे पुल मर्मतको प्रेस विज्ञप्तिको बारेमा प्रकाश पारिदिनु हुन आउँदै हुनुहुन्छ सपना गुरुङज्यू। खोला बाग्रे झुलुङ्गे पुल मर्मतको प्रेस विज्ञप्ति। पुलको भौतिक अवस्था विक्रम सम्वत 2020-2022 सालमा यो झुलुङ्गे पुलको निर्माण भएको थियो। यो पुलको निर्माण तत्कालीन लक्ष्मण गाउँ पञ्चायतका प्रधान पञ्चायत आगको पीडित खोला आग्रह निवासी स्वर्गीय केदारबहादुर गुरुङले गर्नुभएको थियो। गएको वर्ष यस पुलको पश्चिम तर्फको माथिल्लो भागको लट्ठा छिनेको थियो। त्यसलाई गत वर्ष स्थानीय जनताहरूले आफ्नै प्रयासले लट्ठा जोड्ने काम भयो। यस वर्ष फेरि पुलको पूर्वी जीप तर्फको लट्ठा चुडी भातिक रूपमा आवत जावत गर्न नसक्ने स्थितिको सिर्जना भयो। त्रिशुली माथि भएको झुलुङ्गे पुल हालै चुडिएर केही व्यक्तिहरूको मृत्यु भए जस्तै यस पुलको स्थिति पनि त्यस्तै हुन सक्ने बलियो सम्भावना थियो। अत यस परिस्थितिको अध्ययन गरी छिटोभन्दा छिटो पुलको मर्मत गर्नुपर्ने अवस्था देखियो। त्यसैले स्वर्गीय केदारबहादुर गुरुङका 2 छोरा बुहारीहरू क्याप्टेन मुक्तिबहादुर गुरुङ र उहाँको धर्मपत्नी नाना गुरुङ, प्रधान अध्यापक डाक्टर चन्द्रबहादुर गुरुङ र उहाँको धर्मपत्नी श्रीमती बत्ती गुरुङ र यस पुल सेरोफेरोका भेकिए जनताहरूको अनुरोधमा कार्तिक महिनाको सुरुमा पुल मर्मत गर्ने विषयमा बृहत छलफल भयो। त्यस भेलाले छिटोभन्दा छिटो पुल मर्मत गरी हाल्नुपर्ने निर्णय पनि गर्यो। यस पुलको जीर्ण हुनुको खास कारण पुलको पश्चिमपट्टिको जीपमा पिपलको बोट उम्रेको देखियो। पुल निर्माण गर्दा यो पुललाई जबरजस्ती ढाकी गाह्रो चिनेको थियो र यो गाह्रो स्थानीय प्रविधिले तयार पारेको भुस, चाकु, काठका धुलोहरूबाट सिमेन्टको रूपमा काम भएको थियो। यो पुल निर्माण गर्दा पिपल बोटलाई नउखेली यसै जीप माथि गाह्रो चिनेको रहेछ। तर गत वर्षदेखि सो पिपलको बोट जीपबाट माथि उठी जीप भत्काउन सुरु गरेकोले माथिल्लो लट्ठा लत्री तल्लो लट्ठा माथि भार पर्न गई लट्ठाहरू छिनिन थालेको रहेछ। त्यसैले पुलको